नमस्कार साथीहरू, आज म तपाईहरुलाई नयाँ जानकारी दिनका लागि आइरहेको छु तुलाराम कृष्ण नामको युट्युब च्यानल मार्फत। साथीहरू, काण्डै काण्डको हाम्रो देश, काण्डै काण्डले भरिएको हाम्रो देश, काण्डै काण्डको इतिहासले चर्चित हाम्रो देश, ओम्नी, एती, व्हाइट बडी, गिरिबन्धु लगायतका विभिन्न काण्डै काण्डले भरिपूर्ण हाम्रो देशमा फेरि एउटा नयाँ काण्ड आएको छ। हिजो अस्ति केही समय नबित्दै हाम्रो जुन पोखरा विमानस्थल निर्माणमा भएको 14 अरब भ्रष्टाचारको काण्ड थियो, त्यसलाई पछाड्ने गरी, त्यसलाई जित्ने गरी फेरि नयाँ विमानस्थल निर्माणको नयाँ काण्ड आएको छ। साथीहरू, यो कुरा हो भैरवा विमानस्थल काण्डको। भैरवा विमानस्थल अहिले निर्माणाधीन छ र यो निर्माण सुरु भएको धेरै वर्ष भइसक्यो। यस निर्माण कार्यमा हाम्रो विगतदेखि नै निकै नै ठूलो मात्रामा रकम अथवा बजेट विनियोजित हुँदै आएको छ र पूर्व पर्यटन मन्त्री प्रेमबहादुर आलेका अनुसार यो चाहिँ हाम्रो पोखरा विमानस्थल भन्दा कयौं गुणा चाहिँ अझै धेरै भ्रष्टाचार भएको हुन सक्ने अनुमान उहाँले गर्नुभएको छ। र तपाईहरुलाई के थाहा छ, पोखरा भैरवा विमानस्थलको अवस्था के छ? वर्तमान अवस्था हामी सबैलाई थाहा नै छ। भैरवा विमानस्थल अहिले विमानस्थल नभएर एउटा भैँसी चर्ने पाटनको रूपमा छ। र यसो हुँदाखेरि चाहिँ यी र यस्ता विषयवस्तुहरूले पिरोल्दै जाँदा, यस्ता जनता चाहिँ दुःखले मर्दै गर्दा, जनताले विदेशमा गएर आफ्ना हाड मासु खियाएर, हाड नङ्ग्रा 10 नङ्ग्रा खियाएर कमाएर तिरेको करबाट चाहिँ यसरी असुली गर्नु, यसरी अपमान गर्नु, यसरी चाहिँ जनतालाई जिउँदै मार्ने जुन गतिविधि छ, यस्ता गतिविधिलाई तपाईहरु के भन्न चाहनुहुन्छ? यस्ता कार्यले हाम्रो समाजमा, हाम्रो देशको अर्थतन्त्रमा, हाम्रो देशको विकासमा के असर पार्छ, त्यसको बारेमा पनि हामी कुराहरू राखौँला। हामी सबैले सोच्नुपर्छ र यस्ता काण्डहरू दिन प्रतिदिन आउँदै गएर यसका काण्डहरूप्रति हामीले विरोध जनाएनौँ भने यसले पार्ने असर के हुन सक्छ, हामीले त्यसका बारेमा पनि सचेत हुनुपर्छ। साथीहरू, काण्डहरू धेरै छन्। मेचीदेखि महाकालीसम्म काण्डै काण्डले भरिएको देश हाम्रो नेपाल हो र यस्ता काण्डहरूलाई अलि केही न्यूनीकरण गर्नका लागि हामी सबैले जागृत हुनुपर्छ। पश्चिममा पनि छन् यी काण्डहरू, पूर्वमा पनि यी काण्डहरू छन्, मध्य